कहाँबाट चाहिँ सुरु भएछ अब चाहिँ कहाँबाट पल्लोपट्टि सानो किचन थियो नि यो घरको मुताबाट एउटा किचन थियो नि यहाँ हो नि आएर यहाँ ऊ त्यहाँको यो परबाट सुरु भयो यो किचन त्यहाँ छ नि चुल्हाहरू त्यहाँ छ नि हो त्यहाँबाट सुरु भयो खानासाना पकाउनु त्यहाँ त होइन यहाँ खाना यहाँ पनि पाक्थ्यो यहाँ पनि पाक्थ्यो यहाँ पनि पाउँथ्यो यहाँ पनि पाक्थ्यो यहाँ किचनहरू त्यहाँ चाहिँ यहाँनिर बेडरुम यहाँ थियो मेन यहाँ थियो यो त यहाँबाट के भेटेन नि त यहाँबाट त्यसमा गयो त्यहाँ यो तल्लोमा गयो यो घरमा त सम्मान गरेर किनेर पहिलाको सबै बनाएको सबै बनाएको थियो यो घर भरेको थियो डल्लै सामान लिने एभरेटर होइन के गर्नु सबै कुरा अब मिलाएर गर्दै लानुहोस् अब नहुने के न तपाईँले न मैले न कसैले होइन जति मन धाम के नानीको कपडादेखि लिएर के जुत्ता त केही छैन सबै किनेर यो हेर्नु त यो ब्याट अन्त कति डल्लै चाँपको ब्याट हो यो त पहिला नै 70-80 हजार लाग्यो अहिले नै हेर्नु फेरिको भ्यालले त निकाल्नु कति चाहिँ पर्छ होइन मैले अब त्यो पहिला केस लाग्दाखेरि पनि यो चाहिँ मैले के हो त अब सेप हुन्छ भनेर राखेको त यो खासै यो धुप्पीहरू अन्त त्यो केसमै परेर हो नि सर जब काटेर ल्याएको थियो हो कहाँ राख्नु र त पक्रिहाल्ने अन्त त्यो गरेर चाहिँ सबै स्कटिङ गरिदिएको मैले रहोस् भनेर के हो त यस्तो गर्नु गरिदिए हेर्नुहोस् है सबै जोडेको के छैन यो सामान त यहाँ त्यही बेसी फर्निचर चाहिँ कहाँ यो माथि छोसामा हेर्नु त पहिला सिएम साहब पनि आउनु भएको नि यहाँले पूजा गर्नुभएको आज हिजोसम्म त त्यो सिएम साहबले लाउनु भएको त खरा थियो हाम्रो छोसामा होइन त्यो पनि सब एकैताल भइसक्यो